शिवा नमस्ते सबैजनालाई। आज चाहिँ हाम्रो यात्रा रहेको छ धनकुटा भेरी टारदेखि खोटाङ हलेसीसम्मको यात्रा रहेको छ। यात्रा चाहिँ फेरि एकदम बबाल भइरहेको छ है। अब यो बाटोको त कुरै नगरौँ, तपाईँहरूले हेर्दै थाहा पाइसक्नु भयो कति दामी थियो, कति रमाइलो थियो, कति सुनसान, कति आनन्दको थियो भनेर। मलाई त एकदम रमाइलो भइरहेको छ। 2 दिनको जिन्दगीमा मरिलानु के छ, सकेसम्म घुम्नुपर्छ, रमाउनुपर्छ है जिन्दगीमा। जिन्दगी भनेको यस्तै हो, कहिले दुःख कहिले सुख। यो चाहिँ बेलको बोट रहेछ, बेल चाहिँ यसरी फल्दो रहेछ क्या मजाले। अब चाहिँ हामी सरर जाँदैछौँ है धनकुटा बजार। बजार पुगिसक्यौँ, धनकुटा बजार त्यस्तो रहेछ, प्राय पहाडतिरको बजारहरू यस्तै हुँदो रहेछ। रमाइलो लाग्यो, बजारहरू पनि देख्न पायो। ल अब चाहिँ हामी यो बजारबाट निस्केर ठ्याक्कै अलि मासतिरबाट मैले खिचेको यो धनकुटा बजारको भिडियोहरू क्या, कस्तो राम्रो देखिने। अलिकति मोबाइलको क्वालिटी चाहिँ छैन। अनि यो चाहिँ रहेको छ धनकुटाको हिले बजार। अब हिले बजारदेखि चाहिँ हामी ठ्याक्कै लेफ्ट साइडबाट चाहिँ हामी भोजपुरतिर लाग्यौँ। भोजपुरको बाटो पनि यस्तै दामी रहेछ। यो चाहिँ किन यस्तो राम्रो भने यो चाहिँ मध्य पहाडी लोकमार्ग रहेछ क्या यो बाटो चाहिँ। अब चाहिँ हामीले धनकुटा जिल्लालाई चाहिँ छोडेर भोजपुर जिल्लालाई चाहिँ प्रस्थान गर्दैछौँ। यो चाहिँ रहेको छ धनकुटा जिल्ला र भोजपुर जिल्लाको सिमाना। अरुण नदीले चाहिँ सिमाना छुट्याएको रहेछ। अब ठ्याक्कै हामी पारी पुगेर चाहिँ भोजपुरको यात्रा सुरु गर्नेछौँ। अब चाहिँ हाम्रो यो भोजपुर जिल्लाको यात्रा सुरु भयो। यसरी आधी बाटो पुगेपछि यस्तो मजाले पानी पर्यो कि, तर पनि हाम्रो यात्रा चाहिँ जारी नै भइरहेको छ। हामी चाहिँ भोजपुर बजार पुग्दासम्म पनि पानी परिरहेको थियो, यस्तै पानीमा यात्रा गऱ्यौँ। अनि यो चाहिँ रहेको छ भोजपुर बजार। भोजपुर जिल्लामा चाहिँ कुकुरी क्रसको चिन्ह रहेछ। पानी नै परिरहे पनि हामी चाहिँ बजारतिर एकछिन घुम्न जाँदैछौँ। भोजपुर जिल्लाको बजार देख्न सक्नुहुन्छ तपाईँहरूले। अब चाहिँ हामीले भोजपुर जिल्लाको बजार घुमिसकेर पनि खोटाङ जिल्लाको प्रस्थान गर्दैछौँ। यो चाहिँ रहेको छ खोटाङ जिल्ला जाने बाटो। यो पनि भोजपुर जिल्लाको सुन्दर ठाउँहरू देख्न सक्नुहुन्छ तपाईँहरूले। अहिले ठ्याक्कै हामी चखेवा डाँडामा छौँ। यो चाहिँ भोजपुर जिल्ला र खोटाङ जिल्लाको सिमाना रहेको छ। यो जुन डाँडामा चाहिँ एकदम चिसो बढी हुने रहेछ। मौसम त्यस्तै थियो, पानी परिरहेको थियो। मौसम भने कतिखेर पानी पर्ने कतिखेर घाम लाग्ने थाहै नहुने, छिनछिनमै परिवर्तन भइरहेको थियो। यसरी नै हामी खोटाङ जिल्लाको दिक्तेल बजारमा पुग्यौँ। अब चाहिँ हामीले दिक्तेल बजारलाई छोडेर हलेसी महादेवको दर्शन गर्न यात्रा सुरु गऱ्यौँ। अब चाहिँ हामी ठ्याक्कै यो हलेसी बजार आइसकेको छौँ। हलेसी बजारको दृश्य देख्न सक्नुहुन्छ तपाईँहरूले। हाम्रो यात्रा चाहिँ एकदमै लामो रहेको थियो।